हाई फ्रेन्ड्स, गुड मर्निङ। आज चाहिँ म आएको छु गोरुबथान। त एकछिन अफिस आएको थिएँ होइन, अलिक टाइम रहेछ र चाहिँ फेरि यता दाजुकोमा पसेको, भाउजूकोमा। गर्दैछु। यहाँ चाहिँ हुनुहुन्छ मेरो भाउजू। यहाँ आउनु न। तपाईँहरूले यहाँ चिन्नुहुन्छ होला, कसले चिन्नुहुन्छ? यहाँ मेरो भाउजू। हेलो भनिदिनुहोस्। हेलो। उनीहरू चाहिँ कहिले फेरि अब फ्री हुँदैन हो, बिजी भइरहेको हुन्छ, काम जहिले पनि घरहरू बनाइरहेको हुन्छ हो। यहाँ चाहिँ आमा टिभी हेरिरहनु भएको छ। टिभी हेरिरहनु भएको छ। यहाँ चाहिँ फेरि भाउजूहरू फेरि किचन नयाँ बनाउनु भएको अरे हो। किचन बनिँदैछ। यहाँ दाजुहरू यहाँ चिया पिउनु हुँदैछ। राम्रै किचन पनि भत्काएर चाहिँ फेरि अब अर्को नयाँ बनाउनुहुन्छ अरे। अब कति चाहिँ बनाउनुहुन्छ पनि। अब चाहिँ हामी माथि जाँदैछ, तपाईँहरूलाई म प्लान्टहरू देखाउँछु, फुलहरू देखाउँछु हो। कस्तो दामी दामी छ हौ। भाउजूले त कति स्याहार्नु भएको। यहाँ हेर्नुहोस्, यस्तो दामी बनाएको छ। अब चाहिँ हामी माथि जाने। यहाँ चाहिँ छ भाउजूको अहिले टेम्पोररी किचन हो। त भित्र बनाउँदैछ र यहाँनिर अहिले खाना बनाउनु हुँदैछ हो। यहाँ हेर्नु, चुला पनि छ। त साँच्ची त्यही चुला चाहिँ फुक्दैन रहेछ, फेरि कोही कोही बेला मात्रै फुक्छ होला। यस्तोहरू साँच्ची नै यो पुरानै छ। हाम्रो दाजुले फेरि यस्तो सबै गर्नुहुन्छ नि त हो। पहिलाको स्टाइलको यो सबै। दाउरा चाहिँ खोइ कहाँ छ अन्त तपाईँको? हेर्नुहोस्, यताबाट आएँ कि म। अब यहाँ राम्रो थियो किचन होइन। अब यो किचनलाई पनि तोडेर चाहिँ यो दुईवटा रुमलाई चाहिँ एउटै बनाएर चाहिँ एकदम दामी बनाउनु छ अरे। अब नेक्स्ट टाइम फेरि म देखाउँछु। अब हामी चाहिँ माथिल्लो तलामा चढ्दैछु। यहीँ खोल्नु ल। आम्मा यो नि दामी भएछ प्लान्ट। प्लान्टै प्लान्ट। कति भ्याउनुहुन्छ हौ यस्तो स्याहार्नु तपाईँले। खोइ यता हेरिहाल्छु नि। ल रुममै रुम उता खोल्नु नि। पर्खेन, यता पनि हेरिहालौँ। यहाँ पनि दामी भएछ। ल दाजु भाउजूले चाहिँ जाँगर चाहिँ साह्रै छ हो। जाँगर चाहिँ आम्मामा। लु यता वासरुम अरे, यता पनि सानो पऱ्यो रहेछ। यहाँनिर बार रहेछ नि त। ल आउनु पर्ने रहेछ यहाँ। वाउ दामी दामी। ल टक्क यहाँनिर हो। कहिले आएर खानुपर्ने हौ योहरू चाहिँ। खुकुरी क्या दामी है। ल है हेर्नुहोस् है हाम्रो दाजुकोमा। यो रुमहरू चाहिँ अब अहिले सर्नु भएको छैन अरे हो। यताबाट चाहिँ फेरि बाहिर देख्छ। प्लान्टहरू हेर्नुहोस्। ल हेर्नुहोस् तपाईँहरूले कति कति सालदेखिको रोप्नु भएको हो यो प्लान्टहरू त। दामी दामी भइरहेछ त नि। एन्थोरियम त्यस्तै भइरहेको छ यहाँनिर। माल बस्ती हेर्नुहोस्। अब माथिबाट देखाउँछ चाहिँ मजाको देख्छ। जाउँ माथि ल। अब फेरि हामी जाँदैछु सेकेन्ड फ्लोरमा हो। आम्मामा लु प्लान्टहरू देखेर चाहिँ म चाहिँ बेहोस भएँ। क्या दामी दामी भगवान्। जिजी पनि रहेछ। यहाँको लागि चप्पल अर्कै होला फेरि। अनि यो चप्पल लगाइहाल्छ अब यहाँ। ल ल हेर्नुहोस् तपाईँहरूले अब यहाँनिर चाहिँ प्लान्टहरू। यहाँ चाहिँ यो चाहिँ टप फ्लोरमा हो। पार्टी सार्टी हुँदाखेरि चाहिँ कहिले अब आउनुपर्ने हो कनि यहाँनिर धुलो काट्नु, डान्स गर्नु। के मजाले हौ भएको हौ भगवान्। यो पनि अर्कै खालके रहेछ है। लामो लामो खालके पत्ता। यसलाई चाहिँ के पो भन्छ यो मानेक पत्ता जस्तो?
कुनै के भन्दो रहेछ यसको नाममा क्या दामी देखेको ल हेर्नुहोस् पिटुनिया पनि त्यस्तै दामी तुलसा पनि यता जानु हुँदैन ए झन्डै गयो यो धर्काको उता चाहिँ जानु हुँदैन यहाँ पूजा गर्ने चप्पल लगाएर जानु हुँदैन ल उता पनि बनिँदैछ यहाँ हेर्नुहोस् अब ढुक्कुरे पाखा भन्छ होइन ल ढुक्कुरे पाखा अहिले चाहिँ तर उयो भइरहेछ फगी लागेर चाहिँ धुम्म खालको भइरहेछ यस्तो छ है गुरुबथानको मालबस्ती गुरुबथानको मालबस्तीमा छु म चाहिँ अहिले साथी हो हाम्रो दाजु चाहिँ पर काम गर्नु हुँदैछ अरे फेरि हो दाजुको कामै सकिँदैन ऊ पर मिस्त्री लाउनु हुँदो रहेछ ऊ परनिर कम्पाउन्ड बार्नु हुँदो रहेछ त्यहाँनिर हुनुहुन्छ दाजु चाहिँ हो आमालाई चाहिँ खाना यतै ल्याइदिएको नि त उतापट्टि त्यसले धुलो भइरहेछ हो टेबल तान्नु पर्यो है ल ए यता कता लु माताजीले चाहिँ खाना स्टार्ट गर्नुभयो चुन्छ है बिस्तारी है म चाहिँ उतापट्टि जान्छु खाना खानु त्यति नै खानुपर्छ नुन त बेसी खानु हुँदैन लु तपाईँ खाँदै गर्नुहोस् कि म उतापट्टि खान्छु ल मेरो लागि खाना पस्किनु हुँदैछ भाउजू चाहिँ अहिले खानुहुन्छ अरे हामी चाहिँ अब खाएर फेरि जानुपर्छ हो अब टेबल छैन हातमै राखेर खानुपर्छ यहीँ बाहिरै बसेर अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अब नयाँ किचनमा चाहिँ टक्क बसेर खानु पर्यो अन्त माथिको त्यो अघि देखाएकोमा यसो चिरिप लाउनुपर्छ हो मिनी डाइनिङमा है मिनी डाइनिङमा अब नयाँ किचनमा चाहिँ नेक्स्ट टाइम आएर खानु हो बसेर खाँदैछु खानाहरू हेर्नुहोस् खाना करेला यो आलु र झिङ्गिनीको सब्जी यो चिकन यो दाल हेल्दी छ सब्जीहरू सबै है यत्रोबाट खाला मुक्त यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दाजु भर्खर आउनुभएको के दाजुको चाहिँ काम कहिले सकिँदैन नि त भर्खर आउनुभएको खाएर यहाँ भाउ खानासाना खाएर बसेको अब हामी चाहिँ बिदाबारी लिनु आँटेको नि त अब एकछिन गफ गरेर चाहिँ हामी चाहिँ निक्लिनुपर्छ है यहाँ केही भनिदिनु न हौ दाजु मेरो त भन्ने बहिनीहरू आयो बढीमा आउनुभएछ खुसी लाग्यो हो बहिनी धेरै दिन बादमा आएछ हो पोरै आउँछ नि यसपालि पनि यसपालि मात्रै आयो अब आयो चाहिँ बस्दै आउनु है बढियामा बहिनी हुन्छ बस्दै गरी आउँछ हामी चाहिँ अब आउँदाखेरि चाहिँ है ल आज चाहिँ अब यतिमै ब्लग एन्ड गर्छु बाइ बाइ